सबैजनालाई। आज चाहिँ हामी जाँदैछौँ बाबुलाई घुमाउन। अलिअलि घाम लागेको भएर यहाँ चाहिँ केबिनले नयाँ गाडी लिएर आएको छ। हाई केबिन। हेलो। केबिन्स न्यू कार। अनि हामी चाहिँ यहाँ जाँदैछौँ। यहाँ यो चाहिँ हाम्रो घर है। हामीले यो घरको भिडियो नै खिचेको छैन। यहाँ चाहिँ मम्मी अलरेडी रेडी। सानो मेरो बाबु इज रेडी टु गो। हेलो मम्मी। वेट गर्दा गर्दै केबिन आएको भएर यत्तिकै बस्नु परेको छ। यो चाहिँ हाम्रो नयाँ घर। यो चाहिँ आशिष यहाँ कुरा गरे हुनुहुन्छ। अब कति बेला जाने थाहा छैन। हामी चाहिँ नजिकैको पार्क जाँदैछौँ। कुन पार्क हो थाहा भएन, नजिकै भन्नुहुन्छ। झ्याल बन्द गऱ्यो हुन्थ्यो नि बुढा। यस्तो अलिअलि घाम लागेको छ। हामी चाहिँ यहाँ घर नजिकैको पार्कमा जाँदैछौँ। बाबुलाई चाहिँ आशिषले बोक्नु भएको छ। हेलो सानो। हाई हाई भन। हाई भन। फुपू र मम्मी आउँदै हुनुहुन्छ। यता हैन नि, यता होला नि। यता हिँड्ने बाटो हिँड्नु न, 4 बाटो हिँड्ने। कहाँ खेल्छ र यो अहिले? माथि जाने भनेको अस्ति गएको हैन त माथि त उता जाने के? ल ल हिलो बाटो पुस्के लाग्छ हो नि। बिच तर हिँड्ने। यता घाम छ कि माथि बाटो जानु न? हैन यता छ कि घाम, यता नि आछ के माइज। अस्ति गएको हो के त्यहाँ हामी। सानो सुते थिएँ। अब हेर, अब टोपी लगाइदिनु बुढा। अब के रे अहिले नै होला है त्यो उसमा पनि, यो जनवरीमा पनि घाम लाग्यो त। अरू बेला त अँध्यारो हुन्थ्यो, अहिले त घाम लाग्छ त। क्या दे हो घाम देखाइदिनु। मम्मी ओखर छ खाने हो? ए नरहेछ मसँग त। मम्मीसँग छ होला। लाउनु। थोरै घाम लागेको छ त। माथि उकालो चढ्ने? बाबु चाहिँ यहाँ सुतिसक्यो। हेर्दा हेर्दा गाडीमा निदाएको थियो। फेरि हामी निकाल्दाखेरि उठेको थियो। फेरि ओ मया पुकुलु त सुतेको। हामी चाहिँ यसो त्यहाँ घाम ताप्यौँ। अनि अब माथितिर लाग्दै एकैछिन हेर्ने। यहाँ एकैछिन हिँडेर हटपट खाने प्लान छ। घरमा नै सबै पटको भाँडा अनि सामानहरू किनेर आएको छौँ। अनि त्यसपछि चाहिँ खानुपर्छ हटपट। पिङ खेल्नु मम्मी। मम्मी एकचोटि कि हामी दसैँमा त्यो सिख गएर पिङ खेल्ने बेला भाँचेको होइन राति खेल्दा? टिका लगाएर आएर राति फर्केर खेल्दा आएर त भाँचेको कि। मम्मी बस्दा बित्तिकै भाँचेको त्यो चाहिँ। खेल्नु सक्दैन। यो त बस्न नि अप्ठ्यारोवाला छ अब। एउटा यता बस्नु। पहिला तिमी बस पछाडि ठ्याक्क बस्नुपर्छ कि चाक। अहिले निकाल्नु सक्दैन? निकाल्नुला। छिन्छ कि छिन्दैन यत्रो। ओइ फुपूलाई ढकाल्दिनु होला। नपेल्नु। छिन्दैन के डराउने। भोके बाबु।
फुपू डर लाग्यो आँखा घुमेर छोडिदिनु धेरै माथि गइसक्यो आफू भयो भए चढ्नु हुन्थेन होइन नसमात्ने आफै झर्छ बाबुलाई लोटाउनु होला आशिष बाबुलाई लाउक्ला हामी झर्छु घुमाएर मलाई छात्छादै आएको छैन म छात्छादै आउँछु एकछिन भो बाबु छ ओइ अलिकति बिस्तारी बाबु आज पिङ पनि खेल्यो यत्रो धाने भाइ हामी दुईटा कति ओइ ओइ भयो फुपू धेरै नगर्दिनु ओइ उठ्यो उठ्यो ओइ त्यो जिब्रो कमाएको त्यसले जिब्रो कमाएको नहल्लाउनु मलाई त डर लाग्छ ओइ नहल्लाउने धगल त परेन अलि त हल्लाउनु पऱ्यो के हो मलाई त घुमाउँछ के सबैलाई घुमाउने सन्तान के हो र घुमाउँछ क्या मलाई त्यस्तोमा खेल्न त घुमाउने सन्तान हात राख्नु है वाक वाक आउँछ पानी परेको भरे बाटो नै चिसो छ कति किलो भयो नि त त्यो त फला भयो नि माइज 60 त्यो कहाँ काठ हो त नि नेपालमा त काठको हाल्थ्यो नि त खास बच्चाहरू जानु त्यही हो बच्चाहरूको लागि त हो नि आमा यो नि फलाम होला बच्चाहरूको लागि हो यो त काठ हो माथि माथि चढ्छन् के बच्चाहरू यहाँबाट माथि जान्छन् बच्चाहरू हाम्रो बाबुलाई यस्तो चढाउन सिकाउनु पर्छ हिँड्ने बाटो छ जस्तो छ त्यहाँ उठेको के सुतेको मान्छे नि यस्तो मैले हेरेको गौटा रहेछ यसो गर्छ कि सुतेको हुन्छ अनि कहिले सुधारेर घिलानी सामान देख्ने चाहिँ के हो गर्छ सपना देख्छ नि त के यो जङ्गलको बाटो हो र एकैछिन उकालो हुँदा नि स्यास्या हुन्छ कति बाकलो रोपेको हो नि है रोपेको हो सम्झिने है पहिलाको मान्छेहरूले रोपेको सुकेर ठिक छ मम्मी सुकेकै हो यो रुखै सुकेको हुनेछ नि
कस्तो मान्छे जस्तै कराएको है काग अहिले त मान्छे गराएको फोटो मेरो बच्चा माथिबाटको भ्यू यस्तो छ दुईजना आउँदैछन् गफ हान्दै उता राम्रो बाटो रहेछ नि बुढा उता त्यस्तो बाटो पो हिँड्ने हो त हिलो हिलो बाटो लिएर आएर जुत्ता नै यस्तो भएछ कति पछि उकालो हिँडेको थकाइ लाग्यो घरमा बसेको बसै हिँडेकै छैन त्यही भएर जाम भनेर हिँड्न आएको पहिला कति हिँडिन्थ्यो तर यस्तो राम्रो बाटो रहेछ नि त्यहाँ हाम्रो आशिषले कहाँ कहाँ कुना कुना बाटो लिएर आउँछ कि जहिले नि बाटो छ यहाँ अघिको मान्छेहरू त्यताबाट गएको थियो के अच्छा ओहो यो बाटो हिँड्न सकिन्छ यस्तो बाटो बाबुलाई केयरफुल हुनु समाउनु है यस्तो बाटो जाने भन्छ भाइ बुढाबुढीहरूलाई लगेर तिनीहरूको चाहिँ गफ चलिरहेछ पुरै दुईटा सम्धिनेहरूको यो बाटो अप्ठ्यारो छ आउन सक्नुहुन्छ कि हुन्न कस्तो राम्रो दादा कि यस्तै छिनिरहेछ घाम चाहिँ उता गयो भन्दै हुनुहुन्छ मम्मी हामी यता आउने नि घाम छ दिनको थिएँ यो दुखेछ हिँडेछन् अब नजिकै होला भनेर आइहाले कति टाढा हिँडालेको चिसो थियो अझ म बाबु पाएर 6 दिन भएको थियो अनि यसो फ्रेस हुन निस्किम भनेको आशिष यता गाडी आयो यसो फ्रेस हुन निस्किम भनेको वहाँ तलबाट कति हिँडालेको यिनीहरूले 45 मिनट जति हिँडालेको मलाई यस्तो ढाड दुखेर अन्त कस्तो चिसो थियो त्यो दिनमा त है बाबुलाई पनि त्यति मोटो कपडा पनि लगाइदिएको थिएन किन हात समातेको त्यसरी गाह्रो हुन्छ यस्तो ताल छ यही ताल हेरेर गएको डेन्जर थिन आइस जमेछ ऊ हेर न त्यो सिगल कसरी हिँडेको जमेको भएर पानी जमेको भएर सिगल त्यहाँ हिँडेछ क्या हेर्नु न हेर्नु माथि माथि हिँडे जमेर पुगौँ अनि राम्रो छ उता साइडमा म बोकौँ सक्छु यता यता चाहिँ पक्ले अगाडि उतातिर नपक्ले ब गर्मी भयो फुपू गर्मी भयो यसलाई त होइ गाडीमा फालेर आउनु पर्ने रहेछ लिएर आएर झ्याउ भयो आज त तातो छ त्यस्तो हावा लाग्छ छैन के अरे
हावा नलाएर हो नि अस्ति हामी ऊ त्यो डाँडा चढेर नि झरेको नि ऊ त्यो माथि चुच्चोमा चढेर आशिष र म सक्यो त कति सुतेको हो घर बस्दा सानो मान्छे यता कताबाट यता ल्याएको पुऱ्याउनु कति धेरै हिँड्यो क्या त्यो दिन आज त हिँडिन हामी त धेरै आज धेरै हिँडेन हामी त्यो दिनमा जति त हिँड्दा चाहिँ रमाइलो फ्रेस हुन्छ है 3 बजिसकेछ नि त अब भोक लाउन लाग्यो घरमा गएर हटपट खाएर आउनुपर्छ हटपट खाएर बस्नुपर्छ चिसो चिसो मौसममा तातो तातो हटपट हिँड्ने ठाउँ हिँड्ने मान्छेहरूलाई त एडिनबरा एकदम ठिक छ क्या मान्छे जहाँ पनि पहाड छ हिँड्ने मान्छेलाई त स्वादिष्ट एक्सर्साइज गर्ने हेर्ने मान्छे ठाउँ त बेसी ठाउँ यो ठाउँ त जहाँ पनि पहाड छ यस्तै ठाउँमा बस्ने अनि हिँड्ने खाने बस्ने गर्ने ठाउँमा जाने पोल्दिन्छ खाने आफैले पकाउने खाने नि अरू कोले त दिएर देउस् त होइन पकाउनु त पकाउनु त परिहाल्यो नि कुरा पनि ढङ्ग छैनले म समातिदिन्छु नलाउनु ए बाटो जान्यो सिधै जान्यो उता उता जङ्गल बाटो लिएर अघि यताबाट मान्छे हिँड्छ यताबाट नि हिँड्छ सबै ठाउँमा हिँड्ने जताबाट नि हिँड्न पायो अस्ति यहीँबाट हिँड्दा त त्यही तलतिरबाट त आएको नि मान्छे मान्छेभन्दा कुकुर धेरै पाल्ने के हो पहिले माथि त्यो डाँडामा पुग्यो भने सिधै उकालो छ त्यो डाँडा पुग्यो भने यहाँ यो एडिनबरा सिटी सबै देखिन्छ एक दिन जाम्ला बाबुलाई यसरी बोकेर सक्नुहुन्छ हजुरले पालो पालो बोकमला सिधै हिँड्ने हो सिधा ठाडो उकालो 18 सिट भन्छ के यो उकालोको एउटा उस छ यो उकालोमा एउटा इन्डियनले पाकिस्तानीले आफ्नो प्रेग्नेन्ट बुढीलाई घुमाउन लगो अनि त्यही माथिबाट ढकालिदिएको पाकिस्तानीले नेपालीलाई आफ्नै पाकिस्तानको केटीलाई अनि पुलिसले त्यो क्यामेराहरू राखेकोबाट देखेको भएर अनि त्यसलाई पक्रेको आफै खसेको भनेर लाथ्यो के अरे कति पछि पत्ता लाएर पक्रियो ढाँटेर कहाँ पाइन्छ त्यही त नि जसले पत्ता लगाइहाल्छ नि अन्त नि कति राम्रो कुकुर रमाउँदै हिँड्ने खालको कुराहरू कुकुरको जात त हिँड्न पाए त कति खुसी हुन्छ हामी त्यहाँ त जाने होला त्यहाँ छ हाम्रो गाडी यहाँबाट गएर सपिङ गरेर घर गएर बस्नुपर्छ बाबु त आएदेखिबाट सुतेको यसलाई त यस्तो हिँड्नाले भने त जति पनि सुत्छ कहिले उठेर यसरी हेर्ने चाहिँ होइन है सुते गर्छ कि